Hello students, welcome to Study Home. Today we are going to learn pyramid from grade 10 C math. Pyramid भनेको के हो फर्स्ट अफ अल हजुरले थाहा हुनुपर्छ. Pyramid is a 3D solid object which have a polygonal base and all the other surfaces are triangle. The pyramid having square base is called square base pyramid. Right? The figure whatever. Let's try to understand it from the figure. यो स्क्वायर बेस पिरामिड भनेको के हो बेस चाहिँ स्क्वायर भएको र अरु सर्फेस चाहिँ यसको ट्रायंगल भएको हामी स्क्वायर बेस पिरामिड भन्छौं. ल ड्रा गर्छौं कसरी पिरामिड बनाउन सकिन्छ है कसरी बन्छ लेट्स सी. यो स्क्वायर बेस पिरामिडको सुरुमा नेट ड्रा गर्छु. नेट अफ स्क्वायर बेस पिरामिड हेर्नुस् कस्तो हुन्छ नेट बेस यसको स्क्वायर हुन्छ. यसको अरु सर्फेस सारा सर्फेस के हुन्छ ट्रायंगल. स्क्वायर बेस हुन्छ सब साइडलाई हामी के गर्नु ए यो सबै चारवटा के हो ट्रायंगल नेट अफ पिरामिड. ल यो पिरामिडलाई हेर्नुस् यो चारवटा जुन यसको ट्रायंगुलर सर्फेस छ नि यसलाई हामीले यसरी फोल्ड गर्यो भने पिरामिड बन्छ. यसको एउटा कमन भर्टेक्स हुन्छ. ल हेर्नुस् कस्तो बन्छ त यो स्क्वायर भयो ट्रायंगल यसरी सबैलाई फोल्ड गरेर बनेको देखियो स्क्वायर बेस अल साइड्स आर के छ र यो चारवटा ट्रायंगल जुन छ नि यो हेर्नुस् है फोल्ड गरेर यताबाट यता यताबाट यसलाई फोल्ड गरेर यसलाई फोल्ड गरेर यसलाई फोल्ड गरेर यसलाई फोल्ड गरेर भनेर यिनीहरु मिट भयो र कमन भर्टेक्स मिट भयो है. यसको नाम पी राख्दिनु कमन पोइन्ट. ल अब पिरामिडसँग के हुन्छ त यो पिरामिडको हामी आज फर्मुलाहरु डिराइभ गर्छौं र एक दुईवटा के गर्छ एक दुईवटा एक्सरसाइज पनि सल्भ गर्छ. जस्तै यो पिरामिडसँग हाइट हुन्छ भर्टिकल हाइट अफ द पिरामिड. पिरामिड कति हाइट जस्तो यसलाई मैले यसरी बोक्यो भने कति हाइट यति हाइट होला हैन. यसको यो सेन्टर यो जुन बेस छ नि बेसको सेन्टरबाट यसको टुप्पोसम्म यो टपसम्म यो पी सम्मको जुन हाइट छ त्यसलाई हामी भर्टिकल हाइट अफ द पिरामिड भन्छौँ. जुन चाहिँ यहाँ देखाउँदा कसरी देखाउँछ हामी यहाँनिर यसरी यसलाई हामी यसरी ड्रइङ गर्यो भने यो के भर्टिकल हाइट हो जुन चाहिँ के हुन्छ यो बेससँग परपेन्डिकुलर हुन्छ है. यदि यो ए छ भने यो जुन छ नि यो ठ्याक्कै यो मिड पोइन्ट हो स्क्वायरको मिड पोइन्ट चाहिँ यो फिल्डमा हातै गयो. सो यो ए छ भने यो चाहिँ हाम्रो यसको लेन्थ कति हुन्छ यो वेट हुन्छ है. र यो ओ यसलाई ओ लेख्यो. सो ओपी इज भर्टिकल हाइट. ओपी के भयो भर्टिकल हाइट अफ द पिरामिड भयो. र अर्को आइटम चाहिँ हेरेर हेर्नुहोस् जसरी यो ट्रायंगलको यो टप छ नि यहाँबाट यदि यो साइडको सेन्टरमा गएर हामीले एउटा लाइन ड्रा गर्यो भने हाइट अफ द ट्रायंगल हो नि परपेन्डिकुलर ड्रा गर्यो हाइट अफ द ट्रायंगल हो. सबै के हाइट अफ द ट्रायंगल हो. यो सबै हाम्रो हाइट अफ द ट्रायंगल. यो हाइट अफ द ट्रायंगललाई यहाँ पिरामिडमा के भन्छ भने स्ल्यान्ट हाइट भन्छ. स्ल्यान्ट हाइट भन्छ जुन चाहिँ हामीले यो यहाँ यसको मिड पोइन्टमा गएर मिड हुन्छ यसको यो पनि परपेन्डिकुलर हुन्छ. यसलाई हामी के भन्छौँ स्ल्यान्ट हाइट. स्ल्यान्ट हाइट डिनोटेड बाइ एल. र यसलाई भन्छौँ भर्टिकल हाइट. भर्टिकल हाइट डिनोटेड बाइ यो ए भयो है यो भयो. अनि अब अर्को छ यो जुन हाम्रो यो ट्रायंगलको साइडहरु छ नि यो ट्रायंगल हेर्नुस् है यो यो है सबै साइडहरु ट्रायंगलको सबै यसो यसलाई भन्छ लेन्थ अफ एज. लेन्थ अफ एज इज भन्छ यसलाई हामी एज भन्छौँ. यहाँ चाहिँ कुन छ एज यहाँ भन्छ हामी एज है. यो सब कुन भयो एज यो एज हुनु भयो यो एज हुनु भयो यो एज हुनु भयो है. यिनीहरू के हो एज अफ द पिरामिड हुन् है. हेर्नु है ट्रायंगलको साइडलाई के भन्दो रहेछ एज भन्छ. ट्रायंगलको साइडलाई एज भन्छ है. अब हामी यहाँबाट फर्मुला डिराइभ गरौँ. रिलेसन सुरुमा चाहिँ हामीले रिलेसन थाहा पाउनुपर्छ. एचको एलको ईको रिलेसन थाहा पाउनुपर्छ. त्यो डिराइभ गर्छौँ. त्यसपछि बल्ल यसको एलएससी ईएससी र भोल्युमतिर हामी जान्छौँ है. सुरुमा हामी रिलेसन निकालौँ एज एल र हाइटको. ल हेर्नुहोस् यहाँनिर यसमा चाहिँ हजुरको यो जुन यो हाइट छ नि यो परपेन्डिकुलर हाइट भनेको छ भर्टिकल हाइट. यो भर्टिकल हाइट यो बेसको हाफसँग हेर्नु त के छ परपेन्डिकुलर छ. अच्छा हामीले के निकाल्छौँ अहिले भर्टिकल हाइट र यो लेन्थ अफ साइड यहाँ यो ए छ नि यसलाई हामी लेन्थ अफ साइड भन्छ. लेन्थ अफ साइड भन्नु है
लेन्थ अफ बेस साइड भन्दा नि हुन्छ लेन्थ अफ साइड यो बेस हो नि त बेसको लेन्थ हो लेन्थ अफ बेस मात्र हुँदैन हुन्छ है यसलाई ए भनेर लेख्नुपर्छ ल यसो अब हामी के रिलेसन निकाल्न गइरहेको छौँ यो हाइट भर्टिकल हाइट र यो को रिलेसन हामी निकाल्न गइरहेको छौँ यो ट्रायङ्गल हेर्नु भने पाइथन जस्तो लाग्छ कि राइट एङ्गल ट्रायङ्गल भन्नाले सो यो के हो पायो परपेन्डिकुलर हो यो के हो 90 डिग्री यो 90 डिग्री हो भने 90 डिग्री अपोजिट के हुन्छ 90 डिग्री अपोजिट हाइपोटेन्युस हुन्छ सो एचको काम गर्यो होइन एच स्क्वायर इक्वल्स टु पी स्क्वायर प्लस बी स्क्वायर यो पी हो बी हो एच स्क्वायर इक्वल्स टु पी स्क्वायर प्लस बी स्क्वायर हो भने एच भनेको के रहेछ कुन साइड रहेछ यसलाई एउटा साइड दिउँ यसको नाम दिउँ ए है ए नेम दियो भने यो एच भनेको एपी स्क्वायर हो एपी स्क्वायर इक्वल्स टु पी भनेको ओपी स्क्वायर प्लस बी भनेको ओए स्क्वायर रहेछ है एपीलाई हामीले क्यालकुलेट गरेको छौँ एपी इज स्ल्यान्ट राइट एल सरी हामी एल र एचको रिलेसन निकाल्न गइरहेको छ एल र एच र एको रिलेसन ल यो चाहिँ स्ल्यान्ट राइट एल एपी भनेको एल एल स्क्वायर इक्वल्स टु ओपी भनेको भर्टिकल हाइट एच स्क्वायर प्लस ए भनेको ए बाइ टू सो रिलेसन ए देयरफोर एल स्क्वायर एल एच र ए बाइ टू रिलेसन हेर्नु चाहिँ एल स्क्वायर इक्वल्स टु एच स्क्वायर प्लस ए बाइ टू स्क्वायर हुनेछ यो रिलेसन यो फाइन्ड गर्यो हामीले के रिलेसन एल र एचको रिलेसन अब हामी एल र ई को रिलेसन निकाल्यौँ है एल र ई को रिलेसन स्ल्यान्ट हाइट र एचको रिलेसन यो पनि परपेन्डिकुलर छ यो हुन्छ यो के हुन्छ परपेन्डिकुलर हुन्छ सो यसमा पनि पाइथन जस्तो युज गर्ने भने एच स्क्वायर इक्वल्स टु पी स्क्वायर प्लस बी स्क्वायर ए फर्मुला युज गर्ने भने हामीले यो जुन चाहिँ ए अहिले ईले हाम्रो पायो के हाइपोटेन्युस एचको काम गरिरहेको छ ई भनेपछि यसलाई हामी एबी लेख्नु यसलाई बी लेख्ने भने एजलाई बीपी लेख्ने भने के हुन्छ यहाँनिर यो के हो परपेन्डिकुलर के हो 90 डिग्री 90 डिग्रीको अपोजिट के छ अहिले एच छ बीपी छ सो बीपी स्क्वायर इक्वल्स टु के हुन्छ बीपी स्क्वायर इक्वल्स टु परपेन्डिकुलर यो पी हो एपी स्क्वायर प्लस एबी स्क्वायर के हुन्छ एबी स्क्वायर हुन्छ ल भ्यालु फिक्स गरौँ बीपी भनेको के हो ई हो ई स्क्वायर इक्वल्स टु एबी भनेको एल हो स्ल्यान्ट राइट एबी भनेको एल स्ल्यान्ट राइट एल स्क्वायर प्लस ई यो के हो यो एबी एबीले हेर्नु है एबी यो ए हो भने एबी पनि के भयो यसले हाफ डिभाइड गरेको छ यो त मिड पोइन्ट हो एबीको के हो यो र यो साइडको लेन्थ अफ साइडको मिड पोइन्ट होइन यहाँ चाहिँ कति हुन्छ ए बाइ टू नि हुन्छ यो पुरै ए हो नि त यो भने पनि यो स्क्वायर हो त्यही भएर यदि यो पुरै ए हो भने यो जुन पोइन्ट छ यो मिड पोइन्ट हो यो चाहिँ पोइन्ट मिड पोइन्ट सो एबी भनेको के हुने भयो ए बाइ टू हुने भयो ए बाइ टू स्क्वायर देयरफोर अर्को रिलेसन के आयो ई र एलको ई स्क्वायर इक्वल्स टु एल स्क्वायर प्लस ए बाइ टू होल स्क्वायर यो पनि के भयो ई र एलको रिलेसन भयो ई र एलको रिलेसन भयो है अब हेर्नु चाहिँ हामीसँग के को रिलेसन छ एच र एलको छ ई र एलको छ अब हामी डाइरेक्ट एच र ईको पनि रिलेसन निकाल्नु पऱ्यो यिनीहरूमध्ये कुनै एउटा क्वान्टिटी दिएन भने निकाल्नु सक्नु पऱ्यो नि त त्यही भएर हामीले सबैको रिलेसन थाहा हुनुपर्छ अब हामी कसको रिलेसन निकाल्नु गइरहेको छौँ अब हामी एच र त्यो भर्टिकल हाइट एच र एचको रिलेसन डाइरेक्ट रिलेसन निकाल्नु गइरहेको छौँ है ल यहाँ के हुन्छ अब यो साइडमा गयो ल हेर्नुहोस् त सुरुमा के हो भनेपछि ल यहाँबाट यो एच स्क्वायर र यो एल स्क्वायर इक्वल छ कि नै यो एल स्क्वायर भनेको एच स्क्वायर प्लस ए बाइ टू होल स्क्वायर हो अब हामीले यो ई छ नि यो एल छ नि एललाई पनि हामी ईको फर्ममा चेन्ज गर्नुपर्छ है एल स्क्वायर भनेको के हुँदैछ हेरौँ त्यहाँ एल स्क्वायर इक्वल्स टु ई स्क्वायर माइनस ए बाइ टू होल स्क्वायर हुँदो रहेछ हो एल स्क्वायरको यो के ई स्क्वायर माइनस ए बाइ टू होल स्क्वायर हो नि होइन यहाँबाट अब हेर्नुहोस् एल स्क्वायरको ठाउँमा यो भेल राख्नु किनकि हामीले एच र ईको रिलेसन निकाल्नु कि डाइरेक्ट त्यो एल स्क्वायरकोमा यो भेल राख्नु के हुन्छ ल हेर्नुहोस् एल स्क्वायरमा यहाँ राख्नाले एल स्क्वायरमा ई स्क्वायर माइनस ए बाइ टू होल स्क्वायर राख्यो भने इक्वल्स टु एच स्क्वायर प्लस ए बाइ टू होल स्क्वायर लाग्छ है और यसको सबै उता प्लस गर्न ई स्क्वायर इक्वल्स टु एच स्क्वायर प्लस ए बाइ टू होल स्क्वायर प्लस ए बाइ टू होल स्क्वायर हो नि होइन और ई स्क्वायर इक्वल्स टु एच स्क्वायर प्लस टू ए बाइ टू होल स्क्वायर हुन्छ लाइक टू ए बाइ टू होल स्क्वायर भयो नि होइन भयो और ई स्क्वायर इक्वल्स टु एच स्क्वायर अहिले ओपन गर्नुहोस् ए स्क्वायर ओपन गर्नुहोस् एच स्क्वायर प्लस टू ए स्क्वायर डिभाइड बाई 4 भयो ए बाइ टू होल स्क्वायर गर्दा 2 स्क्वायर डिभाइड बाई 4
यो 2 टु द कट हुँदाखेरि के भयो देयरफोर e स्क्वायर इक्वल्स टु h स्क्वायर प्लस a स्क्वायर बाइ 2 हो यो रिलेसन आयो के को e र h रिलेसन डाइरेक्ट हो ल अब यो तीनटा रिलेसन त कम्पलसरी हजुर याद गर्नुपर्छ नम्बर 2 नम्बर 3 यो तीनटा रिलेसन थाहा हुनै पर्यो है l स्क्वायर इक्वल्स टु h स्क्वायर प्लस a बाइ 2 स्क्वायर e स्क्वायर इक्वल्स टु l स्क्वायर प्लस a बाइ 2 स्क्वायर र e र h को डाइरेक्ट रिलेसन h र स्ल्यान्ट भर्टिकल लागि h र h को डाइरेक्ट रिलेसन के छ e स्क्वायर इक्वल्स टु h स्क्वायर प्लस a स्क्वायर बाइ 2 यो तीनटा रिलेसनहरुलाई याद गर्नु पर्यो अब बल्ल हामी कहाँ छौं अब हामी LSA TSA र भोल्युम अफ पिरामिड तिर जान्छौं है मैले मेटेछु है यसलाई लेख्नु होला यसलाई चाहिँ एकदम हाइलाइट गर्नु होला याद गर्नुपर्ने नि हो तीन रिलेसन कसरी भयो भनेको यो तीन रिलेसन याद गर्नुपर्ने हुन्छ होला अब LSA दिनु है LSA TSA र सुरुमा एरिया बेस आउँछ एरिया बेस के हुन्छ एरिया बेस अफ पिरामिड के हुने भयो भन्नुस् त बेस स्क्वायर हैन स्क्वायर गरेको के हुन्छ l स्क्वायर भनेको हामीसँग याद गर्नु भयो छ so a स्क्वायर भयो एरिया बेस अफ पिरामिड a स्क्वायर भयो अब यसलाई लेटर सर्फेस एरिया अब लेटर सर्फेस एरिया भनेको के बुझ्नुस् पहिला लेटर सर्फेस एरिया भनेको बेस बाहेकको एरिया हो के बेस बाहेकको एरिया बेस अहिले के छ हामीसँग स्क्वायर छ यो बाहेक एरिया भनेको 1 2 3 4 चारवटा ट्रायंगलको एरिया हुन्छ नि बेस बाहेक एरिया 1 2 3 4 भनेपछि LSA लेटर सर्फेस एरिया के छ LSA अफ पिरामिड भनेको के हो 4 इन्टु एरिया अफ ट्रायंगल 4 इन्टु एरिया अफ ट्रायंगल हो नि भन्नुस् त ल अब एरिया अफ ट्रायंगल बेस इन्टु हाइट हो एरिया अफ ट्रायंगलको फर्मुला 1/2 बेस इन्टु हाइट यसमा के हुन्छ प्रत्येक ट्रायंगल के छ सेम छ है अनि त्यसपछि यो के हो यसको बेस a छ प्रत्येक ट्रायंगलको बेस एउटा ट्रायंगलको निकाल्नु यसको बेस a छ भने यो a यसको h के छ यो h लाई के दिनु गएको छ उतापट्टि हो नि त l हैन स्ल्यान्ट रेडियल ABC ए हो नि त स्ल्यान्ट रेडियल भनेपछि 1/2 a into h 1/2 बेस into h 1/2 into b भनेको के हो a into h भनेको 2 to the power भनेपछि के भयो 2a भयो फोर LSA के आयो इक्वल्स टु 2a LSA अब TSA निकाल्नु TSA के हुन्छ TSA भनेको एरिया बेस इन्टु LSA के एरिया बेस निकाल्नु अब TSA भनेको ठुलो सोर्स एरिया यससँग अब यो चारवटा ट्रायंगल बाहेक एरिया बेस त्यो दुईटा जोड्दिने 2al plus b square यही हो TSA TSA equals to 2al plus b square LSA भयो TSA हो है एरिया बेस b square LSA 2al TSA 2al plus a अब यसलाई के लेख्नु गरौँ न a square plus 2 TSA equals to a square plus 2 हजुरले जसरी पढ्नु लाग्छ त्यसरी हाल्नु है a square plus 2l अब भोल्युम दिदा भोल्युम अफ पिरामिड भोल्युम अफ पिरामिड के हुन्छ भने एरिया बेस इन्टु हाइट है अब सुन्नुस् है यो जुन यो छ नि यसलाई हामीले क्युबिडसँग कम्पेयर गरौँ यो जुन पिरामिडलाई क्युबिडसँग कम्पेयर गर्ने भने यो हामीसँग के छ स्क्वायर छ स्क्वायरसँग के हो क्युबिड बनाउँ है क्युबिडसँग कम्पेयर गरौँ यो क्युबिडको के छ लेन्थ र यो के हो a हो ब्रेथ पनि के यसको a हो तर हाइट यहाँबाट यहाँसम्मको हाइट चाहिँ छ h छ त्यसो भोल्युम के हो a स्क्वायर h भयो a स्क्वायर h भयो नि l इन्टु b इन्टु h हो नि त l इन्टु b इन्टु h यो अहिले h छ हैन सो a स्क्वायर h भयो भोल्युम अब हेर्नुस् है यो जुन पिरामिड छ नि यो पिरामिड यो स्क्वायरको 1/3 हुन्छ है फेरि सरी यो क्युबको 1/3 हुन्छ यसो के हुन्छ 1/3 क्युब अथवा क्युब यो क्युबिडको के हुन्छ 1/3 हुन्छ भनेपछि के हुनु भयो भोल्युम अफ पिरामिड भनेको 1/3 अफ a स्क्वायर h हुनु भयो के 1/3 अफ एरिया बेस इन्टु हाइट भनेपछि के हुनु भयो 1/3 एरिया बेस भनेको हाम्रो a स्क्वायर छ हाइट भनेको h त्यसैले भोल्युम अफ पिरामिड भोल्युम अफ पिरामिड के रहेछ 1/3 a स्क्वायर यो भयो सोल्भ रिलेसन है यसको अब एउटा क्वेशन लिएर गरौँ र मैले एउटा क्वेशनको हजुरलाई फोटो राखिदिन्छु यिनीहरु अनि हजुरले चाहिँ मजाले सल्भ गर्नु होला कुनै प्रब्लम भयो भने भन्नु होला ल एउटा क्वेशन लिएर आउँछु म है यिनीहरुलाई सल्भ गरौँ त्यसपछि हामीले सधैँ बुझ्छौँ ल अब हामी चाहिँ यो तीनवटा क्वेशन लिएर आएको छौँ
यो तिनीहरूको सल्भ गरेर त फटाफट ल यसो के निकाल्ने त फाइन्ड एलएसए टिएसए एन्ड भोल्युम निकाल्ने पाले फल एलएसए टिएसए एन्ड भोल्युम निकाल्ने फर्मुला सम्झिनुहोस् गिभन कुरा इनफ सकिरहेको थाहा हुन्छ एलएसए भनेको 2एल एल छ ए छ एल छैन निकाल्नु परेन यसो निकाल्नु पर्यो यो त भर्टिकल आइडियाज यो ए हो छैन निकाल्नु पर्यो त्यसो थाहा पनि पर्यो है अझै चाहिँ सबै निकाल्ने टिएसए ए स्क्वायर प्लस 2एल एलआइसी है भोल्युम 1/3 ए स्क्वायर एच एच छ अलरेडी स्यामसङ स्ल्यान्डर परपेन्डिकुलर सेन्टरमा आएको छ नि है यो फिगरमा के भन्छ थाहा पाउनुहोस् यो ए भइहाल्यो है यो लेन्थ अफ साइड ए भइहाल्यो यो चाहिँ भर्टिकल हाइट भइहाल्यो परपेन्डिकुलर सेन्टरमा आएको परपेन्डिकुलर के हुन्छ भर्टिकल हाइट साइडमा आएको परपेन्डिकुलर स्ल्यान्ट हाइट हुन्छ त्यसै यहाँ भर्टिकल हाइट के हुन्छ है सोल्युसन गिभन लेन्थ अफ साइड को दिएको छ ए 16 cm है त्यसपछि भर्टिकल हाइट पनि दिएको छ h = 6 cm निकालौँ के निकालौँ स्ल्यान्ट हाइट एल निकालौँ वी हाइट लिसन चाहिँ ल भन्नुहोस् के छ स्ल्यान्ट हाइट र एच को रिलेसन भन्नुहोस् त e स्क्वायर इक्वल्स टु h स्क्वायर प्लस a होल स्क्वायर हैन सरी l स्क्वायर इक्वल्स टु h स्क्वायर प्लस a होल स्क्वायर हैन स्ल्यान्ट हाइट एच को रिलेसन अनि भर्खर पढेको हो त्यो रिलेसन वी हेभ l स्क्वायर इक्वल्स टु h स्क्वायर प्लस a/2 होल स्क्वायर हजुरलाई कन्फ्युजन भयो भने यहाँ हेर्नुस् के यो के छ परपेन्डिकुलर छ यता भएको l स्क्वायर यहाँ पनि h स्क्वायर हुनु लागि है हाइपोटेन्युसको साइड हुनु लागि और l चाहिँ हामीसँग छैन निकाल्ने h6 h के छ 6 स्क्वायर प्लस a/2 16/2 होल स्क्वायर और l स्क्वायर इक्वल्स टु 36 प्लस यो पनि a इज 64 और l स्क्वायर इक्वल्स टु 100 भयो है और l स्क्वायर इक्वल्स टु 10 स्क्वायर और l इक्वल्स टु 10 सो स्ल्यान्ट हाइट आइसक्यो स्ल्यान्ट हाइट l इक्वल्स टु 10 यहाँ निकाल्छौँ के चाहिन्छ निकाल है नाउ नम्बर आइमा एलएसए 2al 2 into 16 into l with 10 30 to 320 second TSA a square plus 2al a square कति हो a भनेको छ 16 square plus 2 into a 16 into l then 256 plus 300 कति आउँछ 576 आयो यो भयो टिएसए भोल्युम निकाल्नु थर्डमा के सोधेको छ भोल्युम 1/3 16 स्क्वायर 16 into 16 that's height 6 right 326 good alright 256 right बुझ्नु सजिलो छ यस एल सिन एल निकाल्यो एलआइसी भइहाल्यो टिएसए फर्मुला युज गर्नु भइहाल्यो यो भइहाल्यो हैन यसरी हामीले निकाल्यो अब यसलाई यताबाट जाउँ है यो सकिसक्यो यताबाट जाउँ यहाँ ठाउँबाट जाउँ अमिट चाहिँ बी नम्बरको सोल्युसन इसमें के गिवन छ बी नम्बरको है बी नम्बरमा ल अब के गिवन छ त यो ठ्याक्क यहाँदेखि एउटा ट्रायंगलको भर्टेक्सदेखि यहाँको साइड के होला भन्नुहोस् यो भर्टिकल हाइट हो कि स्ल्यान्ट हाइट हो कि एज हो कि के होला भन्नुहोस् ल भन्नु के होला यो के हो थाहा छ ल चाहिँ के भनेको यो साइड यो भर्टेक्सदेखि कहाँको छ ट्रायंगलको यो बेसको साइडमा आएको छ अघि मैले के ट्रायंगलको बेसको साइडमा आउँछ यता यसलाई ड्रा गर्नु ल ट्रायंगलको एउटा यो भर्टेक्सबाट यसको बिचमा आउने स्ल्यान्ट हाइट हैन त्यति पनि छ याद पार्टी पनि रहेछ अब यो के होला भन्नुहोस् ट्रायंगलको साइड यो के भएको छ भर्टेक्सबाट के अरे बेसको साइडको कर्नरमा आएर मिल भएको छ भर्टेक्सबाट बेसको साइडमा कर्नर आउने एज भन्छ नि ई लेन्थ अफ एज ई भन्छ यिनीको के भन्दैछ थाहा पाउनु परेको गरेर फेरि कन्फ्युज भयो त बिग्रियो एल एस लेख्नु पर्ने कुरा गरे एल लेख्नु कुरा गरे यो यहाँ त हुँदैन एल त्यसरी आउँछ नि त यी सेन्टरमा आउँछ कुन यहाँ एल यो कहाँ यो बेसको सेन्टरमा आयो
बेसको साइडको मिड पोइन्टमा आयो यो एल अनि यो चाहिँ एज हो कि यो होइन यो भर्टेक्सबाट एउटा के हो यो भर्टेक्सबाट कहाँ आएको छ कर्नरमा आएको छ त्यसलाई हामी के भन्छौँ एज भन्छौँ त्यसमा के छ गिभन बीको सोल्युसन स्ल्यान्ट हाइट छ स्ल्यान्ट हाइट एल स्किप 24 cm लेन्थ अफ एज EDG E 25 cm ल के छ हामीलाई LSH चाहियो TSH चाहियो भोल्युम चाहियो ए त चाहियो ए बिना हुन्छ हुँदैन भर्टिकल हाइट पनि चाहिन्छ हामीलाई है निकाल्नु सुरुमा ए निकाल्नु ए अब एल र ई को रिलेसन के थियो त्यो युज गर्नु यहाँ ल E square equals to L square plus A by 2 square relation E square equals to L square plus A by 2 square हो नि और E भन्नुहोस् 25 square equals to L square 24 square plus A by 2 निकाल्ने है 625 equals to 576 plus A by 2 square और 625 minus 576 A by 2 put 9 equals to A by 2 और C square equals to A by 2 और लिखो C by 2 equals to A बटे आयो 15 हो नि ये भनेको चाहिँ आयो ये भनेको के हो लेन्थ अफ साइड लेन्थ अफ बेस A equals to 14 यहाँ से एस निकाल्नु हुन्छ एस आयो सो लेन्थ के हामीले भर्टिकल हाइट एड पनि चाहियो एस पनि चाहियो अगेन L square equals to H square plus A by 2 so two cases is the L 22 square H value E 14 by 2 whole square or is equals to H square plus 14 by 2 भनेको 7 square भुटान भयो और 576 minus 49 equals to H square कति चाहिँ माइनस गर्दा 7 कति आयो ल माइनस गर्नुहोस् हाम्रो 27 स्क्वायर यो h कति आयो √527 लाई निकाल्नु होला स्क्वायर रुट युज गर्न अनि यसको ल्याउनु खोज्दा भइहाल्छ TSC LSA र भोल्युम युज गर्ने ठ्याक्क निकाल्ने क्यालकुलेट युज गर्ने है ल अब यो सक्यो अब यसलाई चाहिँ यति गर्नु यसो गर्न सकिहाल्छ नि है भिडियो पनि लामो भइरहेछ म यो सरहरूलाई निकालेर सबै निकालेर सकिन्छ नि यसरी के गर्नुहुन्छ है अब सिनेमा सिनेमा के दिएको छ एक्सरसाइज सोच्नुहोस् त के दिएको होला यो के हो लेन्थ अफ साइड ए यो के होला 13 cm के दिएको छ एक्ज्याक्ट के दिएको छ सो यो क्वेशन बनाएको रहेछ कहाँबाट यो कन्फ्युज गरे के ल यो नि है यसको लेन्थ दिएको ल भन्नुहोस् अब यो के होला यो हजुरले थाहा हुन्छ यहाँदेखि अब यो एजको लेन्थ अफ एज भइहाल्यो लेन्थ अफ एज दिएको छ यो चाहिँ के दिएको छ लेन्थ अफ साइड लेन्थ अफ बेस लेन्थ अफ साइड के दिएको छ अब एल र एच चाहिँ हामीले एल एच निकाल्न हो सो निकाल्ने सी सोल्युसन डिगोन लेख्नु पहिला एज EDG एज इक्वल्स टु 13 cm साइड लेन्थ अफ बेस A equals to 10 cm के निकाल सकिन्छ ल त E र A बाट डाइरेक्ट सुरुमा एस पनि निकाल सकिन्छ एल पनि निकाल सकिन्छ सबै रिलेसन हामीसँग छ एल निकाल्न सक्छ स्लाइड राइट वी हैव E square equals to L square plus A by 2 square और E छ हाम्रो 13 square equals to L square निकाल्ने हो A by 2 और 169 goes to
L square plus I square प्राइम value और 169 minus 20 equals to L square value और 140 L square value 2 square equals to L square L by so slant height L equals to 12 cm और slant height कितनी निकालनी height vertical height vertical relation L square इसको relation खस्ता है L square equals to again और L square equals to H square plus A by L square right और L 12 square H निकालनी 144 equals to H L 21 144 minus 20 equals to H square कितना है 9 9 2 3 2 2 3 4 1 कितना 9 2 3 1 है भाइ और के हुन्छ अब जसले किनका सक्नुहुन्छ टिएसए एलएसए भुल्न सक्नुहुन्छ ल सुन्नु चाहिँ अब हजुरले यहाँ चाहिँ यो लेसनबाट आयो अब हामीले डाइरेक्ट ई रेसोल्युसन जो हामीले लेखेको त्यो ट्राई गरौँ त ई रेसोल्युसन पनि लेखेको नि के हैन हामीले ई रेसोल्युसन के लेखेको ई स्क्वायर इक्वल्स टु एच स्क्वायर प्लस ए स्क्वायर बाइ 2 लेखेको हो लेखेको नि त के हो रे ई स्क्वायर इक्वल्स टु एच स्क्वायर प्लस ए स्क्वायर बाइ 2 यो पनि यहाँ छ ई कति छ ई 13 स्क्वायर एच कति छ एच निकाल्नु के भनेको त्यो रे ये भनेको 10 स्क्वायर बाई 2 और 169 इक्वल्स टू एच स्क्वायर प्लस 10 स्क्वायर 100 बाई 2 और 169 इक्वल्स टू एच स्क्वायर प्लस 50 और 169 माइनस 50 इक्वल्स टू एच स्क्वायर माइनस कति आउँछ एच स्क्वायर इक्वल्स टु कति आयो यो माइनस 9 199 एच इक्वल्स टु कति आउँछ रुट अन्डर 190 नै आउँथ्यो है डाइरेक्ट रिलेसन युज गरेर भने जुन रिलेसन युज गरेर पनि तपाईले गर्न सक्नुहुन्छ अब हजुरले के गर्नुस् एलएसए टिएसए र बोल्नु युज गरेर आन्सर निकाल्नुस् है ल आजले यति गरौँ अब यसपछि हामी फेरि अर्को भिडियो लिएर आउने नै छौँ त्यति बेलासम्म प्रतीक्षा गर्नु होला र हाम्रो च्यानललाई लाइक सब्स्क्राइब गर्नु होला र हजुरहरुको साथीहरु हुनुहुन्छ कसैले मैले पिरामिड बुझेको छैन पिरामिड आएको छैन भन्नुहुन्छ अथवा कोही साथी अल्छी हुनुहुन्छ पढ्न आफै मान्नुहुन्न भने जबरजस्ती के गर्नुस् भिडियो सेयर गरेर ल बाबु हेर्यो ल साथी हेर यो भिडियो भनेर पठाइदिनु होला है बाई सी यू सुन टाटा टेक केयर एन्जॉय